हेलो साथीहरू, गुड मर्निङ एभ्रिवान। के छ, सन्चै आरामै हुनुहुन्छ? उठ्नुभयो सबैजना? म चाहिँ उठेर गएर आफ्नो काम भ्याएर खाना बनाउँदैछु। किन हो यति चाँडो खाना बनाउने भन्नु होला। मेरो चाहिँ नानीको भ्यान छिटो आउँछ, स्कुल जान 8:30 चाहिँ आउँछ अनि नानीले खाना 1 घन्टा लगाइदिन्छ। त्यही भएर छिट्टै खाना बनाउनुपर्छ। आज चाहिँ म खाना आलु र तरुल बनाउँदैछु। मैले आलु र तरुललाई एकै ठाउँ काटेँ किनभने यो एउटै समयमा पाक्छ। अनि यहाँ मेरो तेल तात्दैछ। यहाँ मैले मेथी राख्दैछु। मेथी राखेपछि बास्ना मिठो आउँछ। मलाई चाहिँ मेथी एकदम मनपर्छ। हजुरहरूले कस्तो लाग्छ? अनि मेथी पनि तातिसक्यो। अब मैले यहाँ पियाज र लसुन हाल्दैछु। राख्नु यसलाई पाक्न दिने। सबैको आफ्नो आफ्नो खाना बनाउने आफ्नो आफ्नो तरिका हुन्छ है। मेरो यस्तो गरेर बनाउँछु मेरो खाना। अब यसलाई यसो रातो गर्दै हाम्रो चाहिँ हिजो अलिअलि पानी परेको। बाहिर मौसम यस्तो घाम झुल्किरहन् है, आनन्द मौसम एकदम जाडो जस्तो छ। यो अब पाक्यो अनि मैले तरकारी राखिदिएँ। म चाहिँ अब यसको ढाकिदिन्छु, छोप्छु। मेरो नानी चाहिँ अझै उठेको छैन। सधैँ म उठ्ने बित्तिकै उठ्थ्यो 6 बजे। आज अझै उठेको छैन है, सुतिरहेछ नानी। अब चाहिँ यो भुटेर रातो हुन आँट्यो अनि म टमाटर राख्छु। टमाटर त यसमा नराख्ने केही भएन होइन, जे तरकारी प्रायः टमाटर राख्नु। अनि मैले बेसार राखेपछि अनि मेरो भान्जीहरू यस्तो छ, बेसार भान्जीहरू राख्ने बेसार राख्दैछु। अनि नुन राख्छु। खुर्सानी पिसेको छ मसँग, पहाडबाट पिसेर लिएर आएको, त्यसमा पर्दैन। जिराको पनि